money, 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 money. Crazy about my money. Money, 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 money. Crazy about my money. हेलो गाइज, हामी फेरि पनि आइसकेको छौँ सिएमडी कमान्डको पार्ट नम्बर 4 मा। विन्डोज प्लस हाल्नु सिएमडी हाल्नु। आजको हाम्रो सिएमडी कमान्ड 1 नम्बरमा रहेछ टास्क लिस्ट। यसले के गर्छ भने हाम्रो जति पनि विन्डोजमा रन हुन्छ नि, रन भएको फाइल प्रोग्रामहरू टास्कमा भएको यसले पुरै सो गराइदिन्छ के। अब जस्तै टास्क लिस्ट हाल्यो अनि इन्टर हाल्नुलाई हेर्न सक्नुहुन्छ। यसै गरी हाम्रो 2 नम्बरमा रहेछ टास्क स्किल्स। यसले के गर्छ भने जति पनि हाम्रो टास्क ओपन हुन्छ नि टास्कमा फाइलहरू, यसले त्यसलाई अफ गर्न मिल्छ कि। अब यहाँ टास्क स्किलमा हेर्न सक्नुहुन्छ। यहाँ एमआइएस नेम रहेछ, पिआइडी रहेछ, सेसन नेम रहेछ। पिआइडी भनेको प्रोसेसर आइडी नम्बर हुन्छ अनि यो सेसन नेम भयो। यहाँ सर्भिस कन्सोल भन्ने हुन्छ। यहाँ सेसन भयो, यहाँ नेम रियुज भयो, कुन फाइलले कति नेम रियुज लिएरहेछ भने यहाँ हेर्न सक्नुहुन्छ ल। अब 2 नम्बरमा रहेछ हाम्रो टास्क स्किल। यो टास्क स्किलले के गर्छ भने हो जस्तै यहाँ मैले नोटप्याड खोलेँ है। अब यो टास्क स्किलले के गर्छ त यसले हाम्रो टास्कमा भएको फाइलहरूलाई यसले टास्क स्किलले हटाउन मिल्छ के टास्कबाट के। अब जस्तै हामीले नोटप्याड खोल्यो होइन भर्खरै। यो नोटप्याड अब यहाँ त छैन होइन नोटप्याडको देखाएको। फेरि हामी टास्क लिस्ट होइन, टास्क लिस्ट अनि इन्टर हाल्नु। यहाँ हेर्न सक्नुहुन्छ नोटप्याड भनेर यहाँ रहेछ नि, पिआइडी नम्बर यहाँ रहेछ, कन्सोल रहेछ अनि नेम रियुज यति यति भएको छ भनेर आएको छ नि। अब टास्क स्किलले के गर्छ भने यसले टास्कमा भएको एउटा फाइललाई हटाउन मिल्छ। अब जस्तै यहाँ टास्क हान्यो, ब्याकस्ल्यास हान्यो अनि पिआइडी नम्बर हान्ने हो क्या। अब पिआइडी लेख्ने अनि पिआइडी नम्बर यहाँ जस्तै नोटप्याडको कति रहेछ त हाम्रो 17024। अब यसलाई यहाँ लेख्नु के हुन्छ अनि इन्टर हान्ने। हेर्न सक्नुभयो हट्यो नि हाम्रो नोटप्याड। अब फेरि टास्क लिस्ट हाल्नु, टास्क लिस्ट अनि इन्टर। हेर्न सक्नुहुन्छ छैन हाम्रो नोटप्याड। यसै गरी आइसक्यो हामी सिएमडीको बेसिक कमान्ड नम्बर 3 मा। नम्बर 3 मा के रहेछ भने एमएसटीएससी। एमएसटीएससी ले के गर्छ भने यसले रिमोट कन्ट्रोल डेस्कटप अन गरिदिन्छ कि। जस्तै एमएसटीएससी लेखौँ अनि इन्टर हाल्नु। यसले के गर्छ भने यो डिभाइसलाई अर्को डिभाइससँग कनेक्ट गराइदिन्छ। हाम्रो डिभाइसलाई अर्को डिभाइससँग कनेक्सन गराइदिन्छ अनि यहीँबाट अरू डिभाइस चलाउन मिल्यो के। यहाँ कम्प्युटरको नाम लेख्ने, युजरनेम के अरे नाम दिने अनि नेट कनेक्ट हानेपछि युजरनेम माग्छ, पासवर्ड हान्छ अनि कनेक्ट गरेपछि यहीँबाट अरूको चलाउन मिल्यो। यसको काम यही हो। यसै गरी हाम्रो सिएमडीको बेसिक कमान्ड नम्बर 5 मा रहेछ पावर सीएफजी स्पेस स्ल्यास वाट।
यसले के गर्छ भने इन्टर हाल्नु यसले के गर्छ भने कति यहाँतिर यहाँ हेर्न सक्नुहुन्छ है प्यारामिटर आएको छ टाइटल दिएर चाहिँ कसरी युजरले इम्पोर्ट यो कुन कमान्ड कसरी युज गर्ने भने यहाँ थिएछ जस्तै यो कुनै एउटा कमान्ड युज गर्नु छ भने एनर्जी स्ल्यास छ एनर्जी छैन यसलाई युज कसरी गर्ने त यसलाई युज कसरी गर्ने त पावर CFG हान्ने स्पेस हान्ने अनि कुनै कमान्ड युज गर्ने त्यसलाई यहाँ कपी गरेर पेस्ट गरिदिनु अनि इन्टर गर्दैछ यसले देखाइदिन्छ स्टार्टले के गर्छ भने ले हाम्रो वेबसाइट खोलिदिन्छ क्या कुनै यहीँबाट कुनै अर्को पेजकै वेबसाइट खोलिदिन्छ जस्तै फेसबुक हो युट्युब हो जुनसुकै छ नि वेबसाइट त्यो यसले यहीँबाट खोलिदिन्छ क्या कमान्डबाट जस्तै के अरे स्टार्ट अनि यहाँ www.google.com हाल्ने मैले अनि इन्टर हाल्दै हेर्न सक्नुहुन्छ यसलाई क्लिक यसले के गर्छ भने क्लिपले हाम्रो टेक्स्ट यहाँ कमान्डमा भएको टेक्स्ट छ नि जस्तै यो टेक्स्ट छ यसलाई कपी गरेर अर्को फाइलमा राख्नु छ जस्तै नोटप्याडमा विन्डोजमा हाल्नु छैन हाम्रो के हाल्ने त क्लिप गर्छ कि यसले जस्तै यहाँ मैले एउटा DRI फाइल खोले होइन DIR इन्टर जस्तै यहाँ CD अनि AJ अनि DIR जस्तै AJ नामको फोल्डर मैले खोले अब यहाँ यो छ यहाँ टेक्स्टहरु छ हैन अब यो टेक्स्टहरुलाई अब यसलाई कपी गरेर विन्डोजमा कसरी राख्ने त कमान्डको टेक्स्टहरु के लेख्ने त फर्स्टमा DIR लेख्ने अनि पाइप दिने पाइप अनि स्पेस अनि क्लिप लेख्ने अनि यो छ नि यो कपी गर्नुपर्छ है पहिला यसलाई कन्ट्रोल C हाने मैले अनि यहाँ कमान्ड लेखे DIR स्पेस पाइप अनि स्पेस क्लिप अनि इन्टर हान्दै इन्टर हान्नु भएन जस्तै मैले नोटप्याड खोले हैन अब पेस्ट गरौँ ल कन्ट्रोल V हेर्न सक्नुहुन्छ हामीले अघि कपी गरेको हाम्रो यहाँ विन्डोजमा आयो हेर्नु भने कहाँ रह्यो अब क्लिपको फ्यामिली हो CMD को बेसिक कमान्ड नम्बर 8 मा रहेछ ATTRIB स्पेस प्लस H स्पेस प्लस S स्पेस प्लस R यसले के गर्छ भने यसले फाइल हिडन गर्छ के यसले फाइल चाहिँ हिडन गर्छ के जस्तै विन्डोजमा हामीले के रे फाइल हिडन गर्नलाई के गर्छ फाइल हिडन गर्नलाई के गर्छ त यहाँ फाइलमा गयो प्रोपर्टीमा गयो अनि यहाँ हिडन छ यहाँ टिक लगाएर एप्लाई अनि ओके हान्दिन्छ हैन तर यसमा के हुन्छ भने जानेको बुझेकोले यसले सो गरिदिन्छ के सो फोल्डर गरिदिन्छ के त्यही भएर फोल्डरहरु एड गर्दाखेरि यो कमान्ड प्रमोटबाट गर्नु के यसबाट गर्नु यसमा कसरी यो काम गर्छ भने जस्तै खोलौँ हैन DIR डाइरेक्टली खोलौँ DIR जस्तै यो डाइरेक्टरी हो हाम्रो हैन
अनि यो फोल्डरलाई हिडन गर्नु छैन त के हान्ने त हाम्रो कमान्ड के रहेछ attrib स्पेस प्लस h स्पेस प्लस s स्पेस प्लस r हान्ने अनि स्पेस हान्ने अनि फोल्डरको नाम लेख्ने जस्तै यहाँ एजे हान्दिएँ मैले अनि इन्टर हान्दिएँ अब फेरि dir हानौँ अनि फोल्डरहरू ल हेर्न सक्नुहुन्छ यहाँ एजे नाम फोल्डर छैन अब हाइड त भयो अब फेरि सो फोल्डर गर्नलाई के हान्ने त फेरि सेमै कमान्ड हान्ने त्यही कमान्ड हान्ने अनि जुन हाम्रो यो छ नि प्लस प्लस यो प्लसको ठाउँमा माइनस हाल्दिनु जस्तै मैले माइनस हालेँ होइन माइनस हाल्दै अनि कुन फोल्डरलाई सो गर्ने त एजे अनि इन्टर हान्दै फेरि dir हानौँ हेर्न सक्नुहुन्छ आयो नि यसको काम यही होला हाइड फोल्डर गर्ने सो फोल्डर गर्ने यसै गरी हाम्रो cmd को बेसिक कमान्ड नम्बर 9 मा रहेछ गेट म्याक पहिला यसलाई क्लियर हानौँ गेट म्याक अब यो गेट म्याकले के गर्छ भने यसले म्याक एड्रेस सो गरिदिन्छ कि हाम्रो डिभाइसको म्याक एड्रेस सो गरिदिन्छ जस्तै गेट म्याक लेख्यो अनि इन्टर हाने ल हेर्न सक्नुहुन्छ हाम्रो म्याक एड्रेस यसै गरी नम्बर 10 मा रहेछ हाम्रो नेट एन्ड युजर रहेछ अब यो नेटले के गर्छ त भन्नु यसले हाम्रो युजर्सहरु देखाउने हो फाइल्सहरु देखाउने हो जस्तै हेर्न सक्नुहुन्छ account view stop time user use view नेटको काम यो हो जस्तै यहाँ मैले नेट हाने अनि स्पेस यहाँ युजर हाने हैन युजर अनि इन्टर हाले यसले युजर सो गरायो नि हाम्रो युजर के छ त यहाँ दुईटा युजर देखाछ हाम्रो अब यो युजर नि हेर्नु छ भने फेरि के हान्ने त नेट हान्ने अनि स्पेस हान्ने अब यो युजर हेर्नु छ मलाई हैन अनि यसलाई कपी हान्ने यहाँ पेस्ट हान्ने अनि इन्टर हान्ने यो युजरमा यो रहेछ भएन यहाँ सुरुमा के हान्ने यहाँ नेट हान्ने अनि युजरै हान्नु पर्छ है नेट हान्ने अनि युजर हान्ने के हान्नु पर्छ सुरुमा त नेट अनि युजर हान्नै पर्छ के नेट अनि युजर हान्ने अनि स्पेस दिए अनि युजर नेम लेख्यो अनि इन्टर हान्ने हेर्न सक्नुहुन्छ यो युजरमा के भन्छ भनेर पासवर्ड कहिले सेट भएछ एक्सपायरी डेट के सबै